नमस्ते साथीहरू, हजुरलाई आक्स कृष्णमा वेलकम छ। र आजको डिस्कसन भनेको चाहिँ प्रेजेन्ट यो मोनार्की रिस्टोर गर्ने राजाको लागि चाहिँ जुन प्रोटेस्ट चलिरहेको छ त्यसको बारेमा चाहिँ डिस्कसन हुनेछ। र डिस्कसनको मेन फोकस भनेको चाहिँ राजा आयो भने ठिक होला र नहोला, नेपाललाई ठिक होला र नहोला, यो चाहिँ कुनै अन्य भिडियोमा डिस्कस गरिनेछ। तर आजको मेन फोकस भनेको चाहिँ यो चेन्ज इन पावर, गभर्मेन्टदेखि राजामा पावर चाहिँ कसरी चेन्ज हुनसक्छ अथवा के फ्याक्टरहरू हुनसक्छ जसले गर्दाखेरि पावर चेन्ज हुनसक्छ अथवा चेन्ज हुन सक्दैन भन्ने कुरामा चाहिँ हामी डिस्कस गरिनेछ। पहिला हामीले बुझ्नुपर्छ पावर कन्ट्रोल चेन्ज हुनु भनेको के हो। पावर कन्ट्रोल चेन्ज हुनु भनेको चाहिँ कुनै पनि कन्ट्रीमा गभर्मेन्ट छ भने त्यो गभर्मेन्टदेखि अर्को गभर्मेन्टमा पावर कसरी चेन्ज हुन्छ, अथवा त्यो गभर्मेन्टदेखि राजामा पावर कसरी चेन्ज हुनसक्छ, अथवा राजा छ भने अर्को राजामा पावर कसरी चेन्ज हुनसक्छ, अथवा राजा छ भने राजादेखि फेरि गभर्मेन्टमा कसरी चेन्ज हुनसक्छ हो। यो पावर डाइनामिक्स चाहिँ पावर चेन्ज चाहिँ कसरी हुनसक्छ भनेर चाहिँ यसको बारेमा बुझ्नुपर्छ। त्यही भएर यो चेन्ज इन पावरलाई चाहिँ हामीले दुईवटा क्याटेगोरिजमा बाँड्न सकिन्छ। एउटा भनेको लिगल भयो, कन्स्टिट्युसनल, अर्को भनेको इलिगल, यो भनेको अनकन्स्टिट्युसनल। र लिगल भनेको लिगल तरिकामा कसरी पर्छ, कन्स्टिट्युसनल यो भनेको ल अनुसार हुन्छ, यो यसको भनेको फिक्स प्रोसिडर हुन्छ। जस्तै भन्यो इलेक्सन भयो, इलेक्सनले गर्दाखेरि चाहिँ पावर गभर्मेन्ट चेन्ज हुन्छ। कुनै एउटा गभर्मेन्ट छ भने अब अर्को पालि अर्को गभर्मेन्ट हुन्छ अथवा त्यही गभर्मेन्ट पावरमा हुन्छ। यो भनेको पावर डाइनामिक्स चेन्ज गर्न चाहिँ इलेक्सन भनेको एउटा लिगल वे हो। अर्को भनेको चाहिँ सक्सेसर ल। सक्सेसर ल भनेको चाहिँ कस्तो भन्दाखेरि यदि मोनार्कमा यदि राजा कुनै छ भने चाहिँ राजा मऱ्यो भने अथवा राजाले रिजाइन गर्यो भने अर्को को राजा भन्ने हो, त्यो चाहिँ प्रिडिटरमाइन हुन्छ। यदि लफुल तरिका छ भने चाहिँ यो सक्सेसर लले पनि के हुन्छ, यो पनि एउटा लिगल वे हो। जस्तै 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 हेर्ने हो भने हामीले क्विन एलिजाबेथदेखि पावर किङ चार्ल्समा गएको थियो युगमा, यो भनेको के थियो, सक्सेसर ल, यो भनेको फिक्स्ड ल अनुसार थियो। र अर्को भनेको चाहिँ के तरिकाले हुनसक्छ भन्दाखेरि रिजाइन दिएर हुनसक्छ। कुनै पनि गभर्मेन्टको मान्छेले अथवा प्राइम मिनिस्टरले रिजाइन दियो भने चाहिँ पावर डाइनामिक्स चेन्ज हुन्छ, अर्को पावरमा हुन्छ। र अर्को भनेको चाहिँ भोट अफ नो कन्फिडेन्स दिएर, यदि कुनै पनि गभर्मेन्ट छ र त्यहाँ यदि भोट अफ नो कन्फिडेन्स, जस्तै रिसेन्ट टाइममा एमाले र माओइस्टको सरकार थियो, त्यसमा भोट अफ नो कन्फिडेन्स दिएर फेरि एमाले र कङ्ग्रेसको सरकार बनेको थियो। यसरी चाहिँ के हुनसक्छ, पावर डाइनामिक्स पावर चाहिँ चेन्ज हुनसक्छ। यो भनेको लिगल वे हो। अब अर्को भनेको इलिगल वे हुन्छ। अब इलिगल वे भनेको अनकन्स्टिट्युसनल, र इलिगल वेलाई हामीले कुप पनि भनिन्छ, सिओयुपी, कुप पनि भनिन्छ। यो भनेको इलिगल वे, अनकन्स्टिट्युसनल वे हो। अब यो चाहिँ कसरी अकर हुनसक्छ, यो चाहिँ जस्तै एउटा भनेको जस्तै मिलिट्री वेमा हुनसक्छ अथवा मिलिट्री कुप भनिन्छ। यो भनेको कुनै पनि कन्ट्रीको मिलिट्री छ भने, मिलिट्रीको हेड छ भने चाहिँ उसले चाहिँ मिलिट्रीको पावर लिएर चाहिँ के गर्न सक्छ, गभर्मेन्टलाई हटाउन सक्छ। यो भनेको एउटा मिलिट्रीको वे भयो। जस्तै रिसेन्ट इक्जाम्पल भनेको 2021मा म्यानमारमा मिलिट्री कुप भएको थियो। इनफ्याक्ट 2005 फेब्रुअरी 1मा पनि नेपालमा पनि के भएको थियो, मिलिट्री कुप भएको थियो। मिलिट्रीको आड लिएर चाहिँ हाम्रो किङले चाहिँ अरू पार्टीहरूलाई चाहिँ के गरेको थिए, ब्यान्ड गरेको थिए, जेलमा हालेको थिए। र अर्को भनेको हुन्छ सेल्फ कुप। सेल्फ कुप भनेको अटो कुप भन्छ। सेल्फ कुप भनेको कस्तो भन्दाखेरि कुनै पनि लिडर यदि पावरमा छ भने चाहिँ उसले चाहिँ त्यहाँको ल यसरी ब्लेन्ड गरेर कि त्यहाँको इन्स्टिट्युसनहरू हुन्छ, जुन एक्जिक्युटिभहरू हुन्छ, जुडिसियरी हुन्छ, तिनीहरू अथवा आर्मीहरू हुन्छ, यिनीहरूलाई चाहिँ यसरी ब्लेन्ड गरेर अथवा यस्तो कानुन बनाएर सबै के गर्छ, डिजल्भ गरिदिन्छ। यो भनेको सिज अफ पावर। यो भनेको सबै पावर आफूले आफ्नो हातमा लगाउनको लागि चाहिँ के गर्छ, सबै इन्स्टिट्युसनहरूलाई चाहिँ डिजल्भ गर्ने ट्राई गर्छ अथवा आफ्नो कन्ट्रोलमा लिने ट्राई गर्छ। अब यसको इक्जाम्पल एट सम एक्सटेन्ट भनेको हामीले भ्लादिमिर पुतिनलाई पनि एट सम एक्सटेन्ट यसको हामीले इक्जाम्पल दिन सकिन्छ। र अरू कुप भनेको चाहिँ फरेन कुप पनि हुनसक्छ। जस्तै फरेनको ब्याक भएर फरेनले चाहिँ, फरेन कन्ट्रीहरूले चाहिँ सपोर्ट गरेर चाहिँ कुप पनि हुनसक्छ। यो त भयो लिगल र इलिगल कुपहरू। यस्तो यस्तो कुनै सिचुएसन हुनसक्छ जुन चाहिँ पार्सियल्ली दुवै पनि हुनसक्छ। जस्तै इलेक्सनमा म्यानिपुलेसनहरू भयो। र अर्को केस भनेको चाहिँ इमर्जेन्सी पावर युज गर्ने भयो, जस्तै मार्सल लहरू। यिनीहरू चाहिँ कुनै इलिगल्ली नै हुनसक्छ, कुनै इलिगल्ली पनि हुनसक्छ। यो भनेको चाहिँ दुवै केसमा हुनसक्छ, पार्सियल्ली दुवै हुनसक्छ। यो त भयो लिगल र इलिगल चेन्ज इन पावर कसरी हुनसक्छ भन्ने। अब हामीले बुझ्नुपर्छ कि यो कसरी अकर हुनसक्छ, कन्ट्रीमा चाहिँ यो कसरी एक्जिस्टेन्समा आउँछ। लिगल चेन्ज इन पावर भनेको चाहिँ सिम्पली बाई ल अनुसार आउँछ। इलेक्सन गर्नुपर्छ भनेको हुन्छ लले, त्यही भएर चाहिँ चेन्ज इन पावर यसरी आएको हुन्छ।
भोट अफ नो कन्फिडेन्स गऱ्यो भने चाहिँ चेन्ज हुन्छ, त्यही भएर चाहिँ ल अनुसार चाहिँ यसरी चेन्ज भएको हुन्छ। तर इलिगल चेन्ज इन पावर अथवा कुप चाहिँ कसरी अकर गर्न सक्छ यो चाहिँ हामीले बुझ्नुपर्छ, किनकि यो त सिम्पली लमा स्टेटेड गरेको हुन्न, लमा लेखेको हुन्न यसरी यसरी चेन्ज इन पावर इलिगली हुनसक्छ, कुप यसरी हुनसक्छ भनेर लमा लेखेको हुन्न। त्यही भएर चाहिँ कसरी अकर हुनसक्छ भनेर भन्दाखेरि फर्स्ट पोइन्ट भनेको यदि कन्ट्रीको इकोनोमी एकदम विक छ भने, इकोनोमिक ग्रोथ एकदम कम छ भने, जुन एक्सपेक्टेड रेटमा इकोनोमी बढ्न पर्ने हो एकदम कम छ भने, अनइम्प्लोइमेन्ट छ भने, र यदि पोलिटिकल स्टेबिलिटी एकदमै हाई छ भने यसले के रिफ्लेक्ट गर्छ भन्दाखेरि चाहिँ मान्छेमा एउटा डिसेटिस्फ्याक्सन लिएर आउँछ, र यसले गर्दाखेरि चाहिँ एउटा भ्याक्युम क्रिएट गरेको हुन्छ, एउटा स्ट्रङ लिडरको चाहिँ भ्याक्युम क्रिएट गरेको हुन्छ। त्यही भएर चाहिँ यसले कुपको चान्सेस चाहिँ कुपको एक्जिस्टेन्समा चाहिँ हेल्प गर्छ। कुप आउनुको कारण भनेको एउटा चाहिँ यो हो। अर्को भनेको चाहिँ एम्बिसियस, हाइली एम्बिसियस मान्छेले गर्दाखेरि, जस्तै यदि मिलिट्रीको हेड यदि हाइली एम्बिसियस छ भने उसलाई अझै पावर चाहिएछ भने उसले के गर्छ, मिलिट्रीको युज गरेर चाहिँ कुप गर्न सक्छ। एट द सेम टाइम कुनै पनि लिडर छ उसलाई अझै पावर चाहिएछ भने उसले के गर्न सक्छ, इन्स्टिट्युसनहरू जस्तै मिलिट्रीहरू भयो, जुडिसियरी भयो, एक्जिक्युटिभहरू भयो, यिनीहरू सबलाई डिजल्भ गरेर आफ्नो अनुसार चाहिँ सबैलाई ब्लेन्ड गरेर के गर्न सक्छ, सधैँभरको लागि चाहिँ पावर चाहिँ के गर्न सक्छ, रिटेन गर्न सक्छ, हातमा राख्न सक्छ। यो भनेको चाहिँ कसरी इलिगल चेन्ज इन पावर चाहिँ अकर हुनसक्छ अथवा के कारणले अकर हुनसक्छ कन्ट्रीमा, यो भयो। यो त भयो कुप चाहिँ किन अकर हुनसक्छ भनेर कारण भयो। अब चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि कुप भइसकेपछि चाहिँ कुपलाई सक्सेसफुल र अनसक्सेसफुल बनाउने फ्याक्टरहरू चाहिँ के हुन्छन्, के प्रि रिक्वेस्टिजहरू हुन्छन्, के कन्डिसनहरू हुन्छन् जसले चाहिँ कुपलाई चाहिँ सक्सेसफुल र अनसक्सेसफुल बनाउँछ। यसमा पहिलो भनेको चाहिँ कन्ट्रीको स्ट्रक्चरले हेरेर हुन्छ, कन्ट्रीको गभर्मेन्ट स्ट्रक्चरले हेरेर हुन्छ। यदि कन्ट्रीको स्ट्रक्चर गभर्मेन्ट स्ट्रक्चर एकदमै सेन्ट्रलाइज छ भने, पावर अफ सेन्टरमा छ भने, क्यापिटलमा छ भने, जस्तै केही इन्स्टिट्युसनको पावर, सेन्सिटिभ इन्स्टिट्युसनको पावर जस्तै मिलिट्री भयो, आर्मी भयो, इन्टेलिजेन्स भयो, पुलिस भयो, यो सबै इन्स्टिट्युसनको पावर यदि सेन्ट्रलाइज छ भने चाहिँ कुप गर्न सजिलो हुन्छ, किनकि एकै ठाउँमा पावर छ भने चाहिँ उसलाई मात्रै सिज गरे हुन्छ। तर यदि पावर चाहिँ फ्रेगमेन्टेड छ, डिफ्रेन्ट ठाउँमा चाहिँ पावर डिसेन्ट्रलाइज भएको छ भने चाहिँ सिज गर्न अप्ठ्यारो हुन्छ। र अर्को भनेको चाहिँ यसमा चाहिँ जेनरल पब्लिकको सपोर्ट नभए पनि हुन्छ, सिर्फ केही इन्स्टिट्युसन यदि हातमा आउँछ भने चाहिँ पावर गर्न चाहिँ सजिलो हुन्छ। र यसमा अर्को फ्याक्टर के छ भन्दाखेरि अहिलेको प्रेजेन्ट स्ट्रक्चरमा कस्तो हुन्छ भन्दाखेरि ब्युरोक्रेट्सहरू चाहिँ एज अ इम्प्लोयर काम गरेका हुन्छन्। हेड अफ स्टेट अथवा कन्ट्रीको हेड जो चेन्ज भयो पनि ब्युरोक्रेट्सहरूले चाहिँ जुन लिडर आए पनि उसले भनेको मान्छन्। तर प्रिभियस स्टेटहरूमा प्रिभियस नेसन स्टेटमा के हुन्थ्यो भन्दाखेरि जस्तै सिभिल सर्भेन्टहरू, ब्युरोक्रेट्सहरू चाहिँ लोयल हुन्थे, किङहरूसँग भयो यिनीहरूसँग लोयल हुन्थे। यदि हेड अफ स्टेट हट्छ भने चाहिँ अरूले भनेको अर्डर चाहिँ तिनीहरूले नमान्न सक्छन्, जो पहिलाको थियो उसँग लोयल हुनसक्छ, नमान्न सक्छ। यदि चेन्ज भयो भने चाहिँ के हुनसक्छ, तिनीहरूको अर्डर नलिक्न सक्छ। तर अहिलेको कन्टेक्स्टमा चाहिँ के हुन्छ भन्दाखेरि नट एज अ सर्भेन्ट बट एज अ इम्प्लोयर काम गरेका हुन्छन्। त्यही भएर गभर्मेन्ट जो चेन्ज भए पनि यिनीहरूले आफ्नो काम चाहिँ एज ए इम्प्लोयर गरिरहेका हुन्छन्। त्यही भएर चाहिँ यसले गर्दा पनि के हुनसक्छ, कुनै रेजिस्टेन्स नहुनसक्छ। त्यही भएर चाहिँ पावरको सिजमा चाहिँ यसले पनि के गर्छ, हेल्प गर्छ। र यसमा के छ भन्दाखेरि जति सेन्ट्रलाइज छ त्यति नै के हुन्छ, जति सेन्ट्रलाइज र जति कम लोयल छन् त्यति नै सजिलो हुन्छ सिज गर्न र भाइस वर्सा। र अर्को भनेको यदि लिडरसिप चाहिँ विक छ भने, इन्कम्पिटेन्ट छ भने, यदि लिडरसिपमा ट्रस्ट छैन भने, न सिभिल सर्भेन्टको, न जेनरल पब्लिकको, न कुनै इन्स्टिट्युसनको यदि सपोर्ट छैन भने चाहिँ के हुनसक्छ, कुपको चान्सेस चाहिँ हाई हुनसक्छ। जस्तै 2016मा टर्कीमा कुनै एउटा फ्याक्सन अफ आर्म फोर्सले, आर्मीको कुनै पनि एउटा स्मल डिभिजनले के गर्न ट्राई गरेको थियो भन्दाखेरि कुप गर्ने ट्राई गरेको थियो, एउटा एटेम्प्ट गरेको थियो। तर फेल खायो, किनकि मान्छेहरू चाहिँ कोसँग लोयल थिए, प्रेसिडेन्टसँग लोयल थिए। त्यही भएर चाहिँ यो कुप चाहिँ के भयो, फेल्ड भयो। र यसरी नै अर्को भनेको चाहिँ मिलिट्री र सेक्युरिटीको कन्ट्रोल, यो हामीले प्रिभियस सुरुमै कभर पनि गरिसकेका थियौँ। यदि मिलिट्री एकदमै डिभाइडेड छ, यदि लोयल छ भने चाहिँ के हुनसक्छ, फेल हुने चान्सेस बढी हुनसक्छ। र यसको लागि चाहिँ के हुनपर्छ भन्दाखेरि मिलिट्री चाहिँ जुन कुप गरेको मान्छे छ त्यसको लागि चाहिँ कि न्युट्रल हुनपर्छ, कि त
सपोर्टिभ हुनुपर्छ यदि कुपलाई सक्सेसफुल बनाउन छ भने। तर यदि मिलिट्री भनेको यदि जुन एक्जिस्टिङ लिडर छ उसँग लोयल छ भने चाहिँ एकदमै कुप भनेको एकदमै अनलाइकली हुन्छ। कुप के हुन्छ यसले गर्दाखेरि चाहिँ रेसिस्टेन्समा बढी हेल्प गर्छ, त्यही भएर चाहिँ के हुनसक्छ कुप चाहिँ फेल हुने चान्सेस बढी हुन्छ। र अर्को भनेको चाहिँ यदि इन्स्टिट्युसनमा यो इन्स्टिट्युसनहरू अघि नै मैले भने जस्तै पुलिसहरू भयो, आर्मीहरू भयो, जुडिसियरीहरू भयो, इन्टेलिजेन्सहरू भयो, यदि यिनीहरूमा चेक एन्ड ब्यालेन्स छैन भने, यदि कुनै पनि एकदमै स्ट्रङ छ र कुनै पनि एकदमै विक छ भने यसले पनि कुपको चान्सेस चाहिँ एकदमै हाई गराउँछ। र अर्को भनेको चाहिँ फरेन एङ्गलबाट हेर्नुपर्छ। ल कुप त सक्सेसफुल भइसक्यो, त्यो सक्सेसफुल कुपलाई चाहिँ फरेन कन्ट्रीहरूले चाहिँ सपोर्ट गर्छन् कि गर्दैनन्। यदि सपोर्ट गर्छन् भने चाहिँ उनीहरूले आफ्नो फ्रेन्डली इन्भाइरोमेन्टको लागि चाहिँ के गरेको हुनसक्छ, सपोर्ट गरेको हुनसक्छ। र यदि सपोर्ट गर्दैनन् भने चाहिँ उनीहरूले फेरि जुन पहिलाको प्रिभियस पावर थियो उसलाई फेरि सत्तामा आउनुको कारण अथवा सत्तामा आउनको लागि चाहिँ के गर्छन् भन्दाखेरि स्याङ्सनहरू लगाउन सक्छन्, अथवा मिलिट्री इन्टरभेन गर्न सक्छन्, अथवा के गर्न सक्छन् भन्दाखेरि डिप्लोमेटिक प्रेसर लगाउन सक्छन्। यी डिफ्रेन्ट तरिकाले चाहिँ मोड्सहरूले चाहिँ के गर्न सक्छ, तिनीहरूले चाहिँ पहिलाको प्रिभियस पावरलाई चाहिँ के गर्न सक्छ, रिभर्स गर्न सक्छ। यो भयो सबै कन्डिसनहरू, कुन कुन कन्डिसनले चाहिँ कुन कुन कन्डिसनले चाहिँ कुपलाई सक्सेसफुल बनाउँछ र बनाउँदैनको कुराहरू भयो। र आज यति नै। यदि यो रिलेटेड कुनै पनि क्वेसन छ र कुनै पनि मिस्टेक छ भने चाहिँ हजुरले कमेन्टमा भन्न सक्नुहुन्छ। एन्ड युज #AskKrishna फर एनी फर्दर क्वेसन। थ्याङ्क यू, सी यू।